आहो मलाई त्यो केटी मन पर्छ, उनीको बिता हुन्। ओहो मलाई त्यो केटी मन पर्छ, उनीको बिता हुन्। आहो मलाई त्यो केटी मन पर्छ, उनले मलाई साँच्चै मन्त्रमुग्ध पारेकी छिन्। उनी गोरी र चम्किलो छिन्, जब म उनलाई देख्छु म उनलाई हेरिरहन्छु। उनले मलाई आकर्षित गर्छिन् र खुसी बनाउँछिन्। उनका बानी बेहोराले मलाई अचम्ममा पार्छन्। उनलाई जति हेरे पनि मेरो मन अगाउँदैनन्। उनी कति राम्ररी लुगा लगाउँछिन् र उनको हिराई कति लोभलाग्दो छ। म भन्दैछु जब म उनलाई देख्छु, म आफ्नो होस गुमाउँछु र एउटा अन्धो मान्छेले झैटो लाइरहन्छु। म एक दिन बिस्तारै उनको पछि लागेर उनी कहाँ बसिन् भनेर हेर्न चाहन्छु। कसैलाई यति धेरै मन पराउनु राम्रो त होइन, तर मेरो हकमा भने यो सीमा भन्दा बाहिर गइसकेको छ। म आफ्नो मनलाई दरो बनाउने छु, हिम्मत जुटाउने छु र त्यहाँ गएर उनीसँग कुरा गर्ने छु। मैले भनिसके म हार मान्ने छैन। म उनीसँग कुरा गर्ने छु, मैले निर्णय गरिसके यही नै सत्य हो। अहो मलाई त्यही केटी मन पर्छ, उनीको बिता हुन्। ओहो मलाई त्यही केटी मन पर्छ, म उनको प्रशंसा गर्न छोड्ने छैन। धेरै मानिसहरू उनलाई मन पराउँछन्, तर उनीहरूलाई थाहा छैन कि म उनलाई माया गर्छु। उनीहरूले उनलाई आँखा लगाउन छोड्नु पर्छ, किनकि अहिले म उनको पछि लागेको छु। म आफ्नो सारा बुद्धि लगाएर उनलाई प्रेमले भर्ने छु। उनलाई जे चाहिन्छ म सबै दिनेछु र त्यसपछि हामी धुमधामसँग विवाह गर्नेछौँ। हामी दुई मिलेर संसार घुम्नेछौँ। म र मेरी प्रियसी एक भएर यही नै सत्य हो। आहा मलाई ती केटी मन पर्छ, ताकि हामी दुई सँगै हुन सकौँ। ओहो मलाई ती केटी मन पर्छ। ओहो कविता म चाहन्न कि अरू कसैले उनीसँग कुरा गरो। ओहो कविता म चाहन्न कि अरू कसैले उनलाई छोस्। म उनलाई धेरै माया गर्छु मेरी प्रिय। म चाहन्छु कि हामी दुई सँगै हौँ। म उनलाई राम्रा कुराहरू दिन चाहन्छु र उनलाई सुखमा राख्न चाहन्छु। उनलाई छोडिदिनु हो उनीसँग झुट नबोल्नुहोस् महोदय। उनलाई मेरै हुन दिनु हो।